वर्षदेखि मलेसियामा बसोबास गर्नुभएको हाम्रो दाजुलाई भेटघाट भएको छ। हाम्रो भाउजू यता हुनुहुन्छ। हेलो। Your morning eyes, I could stare like watching stars. I could watch. यो क्यामेराले अलिकति भनौँ न मलाई क्याच गर्न सकेन कि त्यही भएर। ल यस्तो दामी देख्दो रहेछ। अघि त्यो हिँडिरहेको थियो नि सुनिल दाइ बसमा यो पुलमा अघि आउँदाखेरि कति लामो पुल थियो झन्डै 20 मिनट जस्तो लागेको थियो। तपाईँलाई कसले बन्दी बनाइराखेको भन्नुहोस् अघिको तोपले म ठोकिहाल्छु। के देखिँदैछ भाइ? सामान देखिँदैछ? ल अब हाम्रो यात्रा चाहिँ सुरु हुँदैछ अनि हामीसँगै आउनु भएको कोही कोहीजना यहाँनिर नआउनु भइरहेको छ अनि हामी अब बोट चढ्नको लागि रेडी छु। हाम्रो बोट आइसकेको छ यतातिर। ल खोइ ज्याकेट खोइ। Hello, good morning everyone. Welcome to my vlog. यतिखेर हामी चाहिँ मलेसियाको पेनाङ भन्ने ठाउँमा छु। हामी काम गर्ने होस्टेलदेखि ठ्याक्कै यहाँसम्म आइपुग्नलाई 12 घन्टा लाग्यो। हामी यो बसमा आएको अनि त्यसपछि यहाँ किन आएको भन्दाखेरि यहाँ हुन्छ कसैमा चाहिँ यस्तो मान्छेहरूले चाहिँ हिजो हाम्रो त्यस्तै कति बजीतिर छुट्टी भएको थियो अनि छुट्टी भएर रुममा आएको अनि घुम्न जाने भन्ने कुरा भयो। घुम्न जाने भन्ने कुरा भयो अनि सोचेँ जाउँ त जाउँ भनेर हिँडिहालेँ। नेपालदेखि नै अब यसो बस रिजर्भ गरेर घुम्ने बानी थिएँ अनि रमाइलो होला नि त भनेर त्यस्तै राति 10 बजीतिर हामी बसमा चढेर आयो भने भर्खरै झरेको बिहान 8 बजी हो। यसरी घाम पनि यताबाट उदाइरहेको छ। ठ्याक्कै यो तराई प्रदेश जस्तो रहेछ। घाम चाहिँ बिहान एकदम गर्मी लाग्यो अनि अहिले हामीलाई यहाँनिर यसो फ्रेस हुनको लागि 30 मिनट समय दिएको छ। त्यही भएर हामी फ्रेस हुँदैछौँ। अब खास गरी हामी समुद्र हेर्ने भनेर आएको। अब हेरौँ न के देखिँदो रहेछ। हेलो निन्द्रा भयो क्या? निन्द्रा पुगिसक्यो, रात परिसक्यो, निन्द्रा पुगिसक्यो। हाम्रो यहाँ एकजना दाजु हुन्छ। गुड मर्निङ। मर्निङ हो अब यो गुड मर्निङ भन्नु पऱ्यो। उहाँ मलेसिया बिर्सेर सरी घर बिर्सेर यतातिर बस्नु भएको मान्छे हो। 13-14 वर्ष भइसक्यो घरै जानु मलाई होइन हो। कस्तो कुरा सुनिल दाईलाई मैले यहाँ देखाउन खोजेको अनुहारै चिन्दैन कि यहाँ लाइटै बाल्नुपर्ने हुन्छ कि। खोइ कता हो मान्छे नि ब्लर देखिरहेको छ। यता छ ल। हेलो हेलो सुनिल दाई। हेलो गुड मर्निङ। आएको भिडियो देखिन साँच्चै भने तपाईँले चिन्दै अहिले झन् यस्तो देखिरहेको छ नि। यसरी बसिरहेको छु सिटबेल्ट लगाएर। आजको रात मेरो यतै सिटतिरै बित्यो। यो मान्छे पनि यतातिरै बित्यो। नेपाली, इन्डियन, म्यानमार, इन्डोनेसिया सबैजना मिलेर एउटा गाडी पुरै बस्दै होइन फेरि उहाँलाई मैले अघिदेखि भन्दै थिएँ नि नेपाल बिर्सेर मलेसिया बस्नु भएको मान्छे है। मालतोडा अच्छा टिकट काटेर वेटिङमा पऱ्यो 2-3 घन्टा। घुम्न जाने ठाउँमा पनि ट्रेन चढेर जानुपर्ने रहेछ। त्यही भएर हामी अहिले बस्नु टाइम पास गरिरहेको छु। शिवरालाई एकदम बोर लागिसकेको छ मलाई जस्तो लाग्छ। उहाँ त धेरैचोटि आउनुभयो है? ससाली भइसक्यो है। माथि आयो नि यति माथि आयो नि अहिले हामी चाह्यो भने बादललाई छुन सक्छौँ। अब म त के देखिँदैछ भाइ? सामान देखिँदैछ? सिङ्गापुर
अहिले त मलाई यो मन्दिर होला भनेको होइन अहिले त मलाई ठ्याक्कै उता मनोकामनाको मन्दिर जस्तो लागिरहेछ केही बजारहरू पनि हुँदो रहेछ साइड साइडमा होइन दुर्बिन रहेछ उताको सिटी हेर्ने यसो 1 रुपियाँ हालेर हेरेको के पनि देखेन मैले के देखिन के पनि देखेन त्यो खालि सेतो बादल मात्र देखेँ अनि यहाँनिर सानोतिनो बाहिरको जस्तै मार्केटहरू रहेछ अब त्यहाँ गएर हेरिदिउँ न के चिनो गएर गइदियो 1-2 रुपियाँको हेरेको होइन ल दाजु हाम्रो दाजु नि यत्रो बुढो मान्छेले यत्रो उकालो चढाउनु भयो बुझ्छु के गल्यो तर मान्छेको ठाउँमा त जङ्गलमा ट्रेन मेट्रो हुँदो रहेछ हाम्रो एउटा भरेको पनि छैन हौ लाग्नु उतातिर घाम लागेर कस्तो देखिन्छ फट्ट के देख्नु केटी यहाँनिर ट्याक्कै ल मलाई त क्या आफ्नै गाउँतिर आए जस्तो लागिरहेको छ यो मलेसियाको पेनाङ भन्ने ठाउँमा घुम्न आएको किन होला भन्न आएको ठाउँ त राम्रै छ कि तर गर्मी भएर यहाँ कमिला रहेछसँग कुरा गरिदिउँ न मेरीवाला देखिन्छ ठुलो कमिला अब साथीभाइहरू कता देखिन्छ पुरा हो साथीहरू कता कता थाहा भएन अब योसँग यसो कुरा गर्दै जाउँ मास्टर जाउँ मन्दिर छ क्या माथि मन्दिर पनि छिर्छ अहिले यसले के किन्दैछ यहाँनिर हेलो एक्सक्यूज मी आप क्या क्या ले रहे हैं मैं तो कप लेने वाला था हमने दूरबीन में देखा इधर से नेपाल देखा था हम लोग छोटा से कप लिया ओ कसम खिलाता कपड़ा स्किन बोलेगी कितना कितना एक पीस का कितना है? एक पीस बच्चा लोग का है बच्चा लोग है ओके अब हम ऊपर जाएगा है ना ब्रदर अझै हामी मास्टर जान्छौँ मन्दिर सन्दिर छ अरे त्यो यता जबरजस्ती भए पनि बोल्नु पछि पनि घुम्न हुन्छ अनि कहाँ जाने त माथि एकचोटि यसो यो बजारतिर नि घुम्दियो भने कि यहाँनिर यसो सानोतिनो पसलहरू रहेछ होइन मलाई एकदमै नेपालतिरकै फिल भइरहेछ कि हजुर सुन्नु न यसो सुन्दै गयो नबुझे नि अलिअलि चिनो हुन्छ नि त अब हामी कहाँ पुग्छ मेरो सर्ट पनि पैसा हालिदिनु भयो नि ए कति हालिदिएको मैले त्यहाँनिर अलिक घुम्न मिल्दैन कि अगाडिबाट 12 कि 13 हालिदिएको भाइ आमा उहाँ तल बादल मुनिको सहरबाट यहाँ माथि ट्याक आइपुगे फेरि यहाँनिर राजाको पानीको तोप रहेछ हो राजाको तोपको दुलो देखेको भाइ यहाँ यता दुलो देखाइदेन दुलो रहेछ है तोप बाहिर यो तोपको सबै फोटोहरू पनि हामीले झिकिसक्यो अब यो पछाडि यस्तो दामी दामी मूर्ति भएको मन्दिरहरू रहेछ अब त्यतातिर हामी यसो हेर्न जानुपर्ने हुन्छ ल लाग्यो है दाजु हाम्रो दाजु यहाँ हुनुहुन्छ उहाँ तपाईँलाई कसले बन्दी बनाइराखेको भन्नुहोस् अघिको तोपले म ठोकिहाल्छु ल त्यसमा झुन्डिनु यो चाहिँ राजाको पालामा मान्छेलाई यहाँ बन्दी बनाएर सजाय दिने ठाउँ अरे यो डाँडाको टुप्पामा हामीले एउटा चटपटे पसल भेटियो मलेसियामा पनि अनि यहाँ चटपटे बन्दैछ कति रिङ्गेटको चटपटे बन्दैछ अरे कति रुपियाँको 50 रुपियाँको नेपालको 1800 रिङ्गेट नेपालको 1800 रुपियाँ हो यहाँनिर एक खाएगा एक खाएगा तूने खाएगा दो तीन बनाएगा दो बनाएगा सो गाइस फिर भी आप लोग का हमारे छोटे मीठे ब्लॉग में स्वागत है चश्मा लगाओ ना सुबह में हमने भी क्या बोला था इंट्रो बनाया था लेकिन हम रात भर तो हम इंटरव्यू देने के लिए आया नहीं सुबह का इंट्रो हमने दिया लेकिन हम फेल हो गया फिर फेल हो गया फिर वापस आया क्योंकि हम रात भर नहीं सोया बस में था रात में सोया नहीं दिन में सोना दो इसीलिए सुबह मेरा हुआ नहीं सुबह में हमारा एनर्जी भी लो था अभी हम इधर 50 रुपये का चटपट खा रहा हूँ लेकिन नेपाल का होता है 2000 रिंगेट से 2000 रिंगेट से ऊपर नहीं 2000 से भी ऊपर बांग्लादेश का होता है 2000 से भी ऊपर हाँ ठीक है समझ गया पहचाना मुझे मैं कौन हूँ एक बार तो खा सकता हूँ आप लोग मेरा साइड में क्या देख सकते दोबारा देखना चाहते हैं तो हम दिखा सकता है सब दुनिया दिखा सकता है ऐसा हो रहा है हमने क्या कहते हैं आप लोग ने देखा इस दुनिया में चीज है ये 50 रिंगेट का चटपट भी आया इधर हो रहा है हम इधर भी हम हो रहा है यस प्लीज भाई लोग देखो
ये हमारा मलेशिया का पेनांग का पानी है। ये बोतल हमारा गांव में 1 रिंगिट बेचता है, लेकिन इधर 3 रुपया बेचता है, मतलब 3 रिंगिट है। तो बांग्लादेश में 1000 से ऊपर पैसा है। लेकिन हमारे गांव में ये है ना, गांव में ये हमारा गांव में फ्री, ये रास्ता रास्ता में मिलता है। जोरबारू में जोरबारू की बात नहीं कर रहा हूँ, मेरा गांव का बात कर रहा हूँ। ये हमारे गांव में रास्ता रास्ता में मिलता है फ्री, ये इसका मेरा पैसा गाँव नहीं में तो जाएगा। पानी का कमी नहीं है। पानी फ्री, आप चाहेगा तो मेरा गांव से पानी लेके जा सकता है बांग्लादेश। हमारा बांग्लादेश में भाइ बहुत है। बहुत है। ये हम बांग्लादेश आदमी हो भाइ। यो पछाडी मायालुहरु भर्खरमा जाँदैछ। मायालु भर्खरमा जानु छ। हाम्रो त्यो नेपालतिर मेला लाग्छ। हामी त्यो माथिको डाँडाहरू घुमेर सकेर पनि अहिले चाहिँ फेरि तल यो ठ्याक्कै काठमाडौँको स्वयम्भू जस्तै ठाउँमा आइसकेको छु। यहाँ एकदमै बुद्धको मूर्तिहरू रहेछ। यहाँ पनि आएर कछुवा हेर्दैछु। हामीले यहाँ तल रियलवाला कछुवा हेऱ्यो, अनि त्यसपछि अलि माथि आएको यस्तो खतरा यो डिजाइन गरेर ढुङ्गामा चाहिँ यस्तो खोपेर यति ठुलो कछुवा बनाएको रहेछ है। अनि हामी म मात्र होइन, यहाँनिर हामी 3 जना छक्क परेको एकदमै छक्क परेको है। यो माथि हामी अहिले देखेर समुद्रतिर जाने भनेर हिँडेको गुम्बार चाहिँ खास गरी अहिले ठ्याक्कै हामी समुद्रतिर आइपुगिसकेको छौँ। पुरै यहाँको वातावरण चाहिँ अलिकति राम्रो नलागेको भएर होला, कस्तो कस्तो होइन, अलिकति हुस्सो हुस्सो लागेर अन्धकार देखिरहेछ र पनि सुन्दर देखिरहेछ। अनि हामीले चाहिँ के प्लान गऱ्यो भन्दाखेरि यहाँ आइसकेपछि अब कोही पानीमा पौडिने भन्ने प्लानिङ भइरहेको थियो। हामी पानीमा चाहिँ नपौडिने, अनि यो बोटमा चढेर उता परसम्म जाने समुद्रमा। अब हेर्दै जाउँ के हुँदो रहेछ। अनि हाम्रो यहाँनिर छ पशुपति सोल्टी के खबर? खबर सब ओके। खबर सब ओके। चिया खाँदैछ, चिया खाँदैछ, समुद्रमा आएर चिया खाँदैछ। अब हाम्रो यात्रा चाहिँ सुरु हुँदैछ। अनि हामीसँगै आउनु भएको कोही यहाँनिर नुहाउनु भइरहेको छ। अनि हामी अब बोट चढ्नको लागि रेडी छु। हाम्रो बोट आइसकेको छ यतातिर। ल खोइ ज्याकेट, खोइ ज्याकेट त लाउनुपर्छ त। उडाउनु बेर छैन है, यहाँको भ्यू पराको यस्तो खतरा छ। तो गाइस हम अभी आए हैं दूसरा जगह में। नहीं, अभी हम दूसरा जगह में आए हैं। हम उधर से आया, दूर से आया, अभी तक इधर तक आया। अब यहाँनिर सब लोग ग्रुप फोटो खिचेका भन्दा छ। अब पनि गएर यसो ट्याक्क बस्दिनु पनि।